सबैभन्दा पहिले रेडियो बान्नेगढी र यो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ हाकिम साहब। धन्यवाद छ सर। रामारोसन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा रिइन्ट्री भइसकेभन्दा पश्चात तपाईँले चाल्नुभएको अभियान रामारोसन वृहत शैक्षिक रूपान्तरण अभियान के कसरी अगाडि बढिरहेको छ? रामारोसन शैक्षिक रूपान्तरण अभियान अन्तर्गत अहिले अन्य पालिका चाहिँ हामी पनि यो विद्यालय स्तरीय परीक्षा जो छ 8 कक्षाको पालिका स्तरीय र अन्य 1 देखि 9 सम्मको परीक्षामा केन्द्रित छौँ। हामीले हाम्रो अभियान अन्तर्गत शिक्षणदेखि परीक्षासम्म सबैलाई मर्यादित बनाउने र जे जस्तो हुनुपर्छ त्यस्तै बनाउने भन्ने मान्यता अनुरूप अहिले हाम्रा परीक्षाहरूलाई मर्यादित बनाउनतिरै केन्द्रित छौँ र प्रत्येक परीक्षा केन्द्रमा विशेष गरेर जो आधारभूत परीक्षा कक्षा 8 को छ त्यसका प्रत्येक परीक्षा केन्द्रमा हाम्रो एकजना सुपरिवेक्षक साथीहरू हुनुहुन्छ गाउँपालिकाबाट खटेको। हाम्रा केन्द्र अध्यक्षज्यूहरूका सँगसँगै उहाँले पनि परीक्षालाई थप मर्यादित बनाउन साथीहरू अहिले पनि फिल्डमा खटिराख्नु भएकै छ। अभियानको यो वर्षका लागि अभियानको अन्तिम चरणका रूपमा यो अहिलेको परीक्षा र यसपछिको एसई परीक्षालाई लिएका छौँ। यी दुईटै परीक्षालाई मर्यादित बनाइसकेपछि पुनः अर्को वर्ष फेरि यही सर्कल दोहोरिन्छ। यो शैक्षिक रूपान्तरणले पारेको खास प्रभाव त अब यो वार्षिक परीक्षाको परीक्षाफलभन्दा पछि थाहा होला। प्रारम्भिक नतिजा हेर्दाखेरि चाहिँ यो शैक्षिक रूपान्तरण अभियानबाट के कतिको आशावादी हुनुहुन्छ? यस्तो यो जो रूपान्तरण अभियान छ विशेष गरेर शिक्षामा हामी खेलिरहेछौँ, चलिरहेछौँ। शिक्षामा रूपान्तरण र हामीले खोजेकै परिवर्तन यसरी एक्कासी एकै वर्षमा त देखिन्न सर। यो अभियानको परिणामस्वरूप अब अहिले एक किसिमको सकारात्मक माहौल बनेको छ र अभिभावक स्तरमा पनि एक किसिमको जागरण पैदा भएको छ, विद्यार्थीमा पनि त्यही किसिमको जागरण पैदा भएको छ। हाम्रा प्रधानाध्यापक र शिक्षक साथीहरूमा एक किसिमको जिम्मेवारी बोध बढेर गएको छ। त्यसकै परिणामस्वरूप तपाईँले सुन्नुभएकै छ हाम्रा 24 घण्टा केही विद्यालयमा भएका कक्षाहरू र अन्य बिहान बेलुका पनि साथीहरू अहिले निःशुल्कै पढाउने काम जो भयो र यसले विद्यार्थीको उपस्थिति चाहिँ हाम्रो धेरै माथि पुर्यायो। नियमितता पनि बढ्यो, उपस्थिति पनि बढ्यो र अहिले जो परीक्षालाई मर्यादित बनाउन गइराखेका छौँ यो अभियानको परिणामस्वरूप जो मान्छेहरू पास हुन पर्थ्यो ती मान्छे पास हुन्छन्। हामीले लागेको कुरो त यो अभियानको परिणामस्वरूप हाम्रो नतिजा बढ्छ भन्नेमा पनि यो वर्ष चाहिँ हाम्रो घट्छ र त्यसपछि कर्मिक परीक्षा प्रणालीलाई पनि विशेष ध्यान दिनु भएको छ भन्ने हो? हो, परीक्षालाई चाहिँ पूर्ण मर्यादित बनाउने भनेका छन्। यो रामारोसनमा शैक्षिक रूपान्तरण अभियानका गतिविधिहरू अगाडि बढाउँदै गर्दाखेरि जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूका छोराछोरी चाहिँ काठमाडौँ अथवा सहर केन्द्रित हुने, गाउँमा चाहिँ गाउँपालिका सरकारले शैक्षिक रूपान्तरणका नाममा देखावटी अभियान सञ्चालन गर्ने भन्ने खालका विभिन्न टिका टिप्पणीहरू पनि सामाजिक सञ्जालमा भइराखेका थिए। त्यो विषयमा चाहिँ के भन्नुहुन्छ? यस्तो हाम्रो पालिका अन्तर्गतका सबै जनप्रतिनिधि र सबै कर्मचारी साथीहरू अनिवार्य रूपमा यहाँ यताकै विद्यालयमा पढाउनुहोस् भन्ने स्थितिमा चाहिँ हामी रहेनौँ अहिलेलाई। एउटा त नेपाल राष्ट्रले, नेपाल राज्यले नै अब दुई खालका विद्यालयहरूको प्रावधानलाई यसरी गरिसकेपछि आफ्ना बालबालिकाका लागि शिक्षाको जो संस्था छ त्यो रोज्ने अधिकार उहाँहरूलाई संविधानले नै प्रदान गर्ने भयो, त्यहाँ हस्तक्षेप गर्ने कुरा भएन। हामीले गर्न खोजेका कुरा चाहिँ के हो भने भनिएका बोर्डिङ स्कुलभन्दा हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउने र गुणस्तर राम्रो भएपछि स्वाभाविकै रूपमा यतातिर आउँछन्। र अहिले पनि जस्तो हाम्रो अध्यक्षज्यू जो हुनुहुन्छ उहाँको यो विद्यालयमा पढ्ने लेभलका बच्चाहरू नै छैन, ठुला भइसक्यो। उपाध्यक्षज्यूका जो बच्चा छन् दुइटै यतै पढ्छन् र मेरो बच्चा पनि नेरामाइमा 9 कक्षामा पढ्छ। हामीले र अन्य धेरै सरहरूका पनि यतै पढ्छन्, जस्तो नेरामाइको हेड सर मनोज रावल हुनुहुन्छ, उहाँका बच्चा बच्ची पनि यतै छन्। त्यो भनेकै जस्तो त्यस्तो त छैन। अबका केही वर्षमा बाहिर कसैका बच्चा बच्ची पढ्न नपर्ने स्थिति सिर्जना गर्ने भन्ने हो सर शैक्षिक रूपमा। सरकारका तर्फबाट यो गतिविधि अगाडि बढाएर सन्ध्याकालीन कक्षा, रात्रिकालीन कक्षा अथवा चाहिँ अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै गर्दाखेरि जनप्रतिनिधि र यो कार्यान्वयनमा जाने अथवा लैजाने, अनुगमन गर्ने, नियमन गर्ने निकायका हिसाबले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई एउटा नैतिक दबाब त पऱ्यो नि अब आफ्नो बच्चाहरूलाई पनि यही विद्यालयमा पढाउनका लागि गाउँठाउँकै। एकदम हामी अभिभावकज्यूहरूसँग गएर कुरा गरिराख्ने र आफ्नो बच्चा बच्ची बाहिर पठाइराख्ने हो भने त्यो कता कता काम र कुरा नमिल्या जस्तो हुन्छ। मैले यो अभियानै ल्याउँदैछौँ भने ल्या त होइन मेरो बच्चा, तर पनि मेरो बच्चा मसँग हुँदाखेरि यसले मलाई चाहिँ यो नैतिक बल दिएकै कुरा सही। यो अभियानप्रति आम नागरिकहरू कतिको चाहिँ रुचिकर छन् अथवा अपेक्षा उनीहरूको के देखिन्छ, विश्वास के देखिन्छ? रामारोसनका जनता जो आम जनता छन् ती सबैले खोजेको चाहिँ यही हो जो हामी गरिराखेका छौँ।
जनताको लेभलबाट आम जनताको लेभलबाट अभियानको सम्बन्धमा असाध्यै सकारात्मक धारणा छ, सकारात्मक बुझाइ छ। उहाँहरूले पठाइराख्नु भएको छ र दुई किसिमको हुन्छ। एउटा जो नबुझेरै विद्यालय नपठाउने कुरो हुन्छ, त्यसका लागि हामीले वडा स्तरीय जागरण भेला भन्यौँ, त्यहाँ गयौँ, उहाँहरूलाई 1-1.5 घन्टासम्म राम्रोसँग कुरा गरेर बुझायौँ। त्यो नबुझुन्जेलसम्म पो नपठाउने हो त, बुझिसकेपछि पठाउने काम भएको छ। अभियानलाई राजनीतिक दल, हाम्रो जनप्रतिनिधिज्यू, राष्ट्र सेवक कर्मचारी सबैको पूर्ण समर्थन छ। विशेष गरेर हाम्रा प्रधानाध्यापकज्यूहरू, शिक्षक साथीहरू जो अहोरात्र खटिनु भएको छ, उहाँहरू त धन्यवादको पात्र नै हुनुहुन्छ। अध्यक्षज्यूको नेतृत्वमा यो अभियान अगाडि बढेकै स्थिति छ। उहाँले इफ बट नभनिकन हामी अगाडि बढ्ने बाटोमै छौँ। त्यो हुँदाहुँदै पनि हरेक क्रियामा बराबर विपरीत प्रतिक्रिया न्युटनको जो 4 सम्बन्धी नियम छ, त्यस्तै हामीले जतिसुकै राम्रो गर्दा पनि कहीँ न कहीँ नराम्रा कुराहरू आउने, आलोचना हुने कुरा चाहिँ भइ नै हाल्दो रहेछ। यो पहिलो वर्षमा यो रूपान्तरण चलाउँदै गर्दाखेरि अब वार्षिक परीक्षा सञ्चालन भइरहँदा ताकासम्म हालसम्म यो अभियानको गतिविधि अगाडि बढाउने सन्दर्भमा चाहिँ भोग्नु परेका मुख्य चुनौतीहरू चाहिँ के छन्? त्यस्तो हाम्रो जनप्रतिनिधि र कर्मचारी टिमबीच यो राम्रोसँग शैक्षिक रूपान्तरण अभियानका विषयमा कुनै मतभेद र दुविधा छैन। अगाडि बढ्न त्यस्तो समस्या छैन। तर हामी अहिले हाम्रो सबै शक्ति यो शैक्षिक रूपान्तरण अभियानमा लगाइराखेका छौँ। हामी स्वयं आफै खट्नुपर्ने भएका कारणले पालिकातिर हामीले दिनपर्ने जति समय दिइसकेका स्थिति छैन। एक जस्तो हामी योजना बनाउँदै गर्दा तथ्य र तथ्याङ्कमा अब यो 6 महिनामा यो गर्छौँ भन्ने खालको जो प्लान बनाउँछौँ र व्यावहारिक रूपमा त्यो प्राप्त गर्नै चाहिँ फेरि समस्या हुँदो रहेछ। अब अहिले ESEE आउँदैछ, ESEE का सन्दर्भमा पनि अब स्टेक होल्डरहरू, यो अभियानका र शिक्षा क्षेत्रका स्टेक होल्डरबिच एक किसिमको अन्तर्विरोध आउने सम्भावना चाहिँ देखिन्छ। फेरि परीक्षालाई पूर्ण रूपमा मर्यादित बनाउने कि नबनाउने, अहिले लास्टमा आएर एकैपटक गर्दा हुन्छ र भन्ने कुरो छ। हामीले के भन्ने गरेका छौँ भने पालिकाको, नेपाल सरकारको परीक्षालाई अमर्यादित बनाउने, चिट चोर्ने, परीक्षा केन्द्रभित्र मोबाइल लिएर च्याट GPT समेतको प्रयोग गरेर चिटिङ गर्ने त्यो नीति हिजो पनि थिएन, अहिले पनि छैन। हामीले एकाएक परीक्षा मात्रै टायर गऱ्यौँ भन्ने कुरो पनि होइन। हामी शैक्षिक सत्रको सुरुदेखि नै हाम्रो प्रधानाध्यापक र शिक्षक साथीहरूसँग सम्झौता गरेर अगाडि बढेको स्थिति हो। अभिभावकज्यूसँग पनि सुरुमै प्रत्येक वडामा गएर प्रत्येकलाई हामीले भनेरै आएको स्थिति हो। विद्यार्थीहरू सबैसँग थप कक्षा र यो कोचिङ क्लासहरू, ट्युसन क्लासका लागि शुल्क नहुन सक्छ। त्यो भएका कारणले निःशुल्क कक्षाको व्यवस्था पनि सरहरूले गर्नुभएकै हो। हामीले हाम्रो तर्फबाट गर्नुपर्ने बेस्ट कन्ट्रिब्युसन गरेकै छौँ र परीक्षामा किन्तु परन्तु नभनिकन परीक्षा मर्यादित हुन्छ। यो अभियान सञ्चालन गर्दाखेरि भौतिक पूर्वाधार र प्रविधिको सदुपयोगले चाहिँ कतिको अप्ठ्यारो पारिराखेको छ? भौतिक पूर्वाधारको अभाव, रामारोसन जस्तो जो अछामका यो विकट ठाउँमा भएका पालिकाका सन्दर्भमा हाम्रा पूर्वाधारका समस्या, टेक्नोलोजीका समस्या त छँदैछन्। यी राम्रो गरौँला र शिक्षाको गुणस्तर सुधार होला भन्नेतिर हामी पर्खिन थाल्यौँ भने अझै 20औं वर्ष पर्खिन पर्छ। हामीले अहिले अभियान मार्फत गर्न खोजेको भनेको के हो भने उपलब्ध स्रोत र साधनबाट बेस्ट गर्ने, सकेको बेस्ट गर्ने भन्ने खालको कुरो हो। एक अर्को जो तपाईँले सोधिहाल्नुभयो यही सन्दर्भमा भन्ने अवसर पनि आज र हामीले गरेको काममा जिल्लाव्यापी रूपमा एउटा मेसेज चाहिँ गएको छ। फेरि आम सर्वसाधारणले चासोको रूपमा हेरेका छन्। हेर्दै गर्दा एक किसिमको प्रबुद्ध वर्गमा के पनि परेको छ भने त्यहाँ राम्रोसँग पैसा छ, गरिरहेछन्। पैसा कुरा गर्ने हो भने तपाईँलाई यो आउटसाइड द बक्स अगाडि जो कुरा गऱ्यौँ, हामी यो घाटा बजेटमा चलिराखेका पालिका हो। यो रामारोसन शैक्षिक रूपान्तरण अभियान सञ्चालन गर्नका लागि, भेलाहरू गर्नका लागि, विद्यालयमा अनुगमन गर्नका लागि हामीसँग पैसा छँदै छैन। यो नितान्तै एक किसिमको सामाजिक अभियानका रूपमा जहाँ जहाँ हामी गयौँ निःशुल्कै जाने हो। त्यो भेला गर्न पनि कुनै पैसा खर्च गरिएको पनि होइन। त्यो खर्च गर्न पुग्ने र मिल्ने हामीसँग पैसा पनि छैन। यो नितान्तै रामारोसनको शिक्षालाई सुधार गरौँ भनेर हामी राष्ट्र सेवक साथीहरू प्लस जनप्रतिनिधि साथीहरू भित्रबाट आएको एक भाव हो। यसलाई चाहिँ निरन्तर बोक्ने, निःशुल्कै बोक्ने गरी हामी लागिराखेका छौँ। कुनै आर्थिक बजेटको व्यवस्थापन गरेर बजेट खर्च गर्ने अभियानका रूपमा यो अभियान चलिरहेको छैन। होइन, हामीले यसलाई बजेटमै नाप्यौँ भने त हामीले करोडको काम गरिसक्यौँ होला। अब यो शैक्षिक रूपान्तरण अभियानका सन्दर्भमा अन्तिम प्रश्न, यो रूपान्तरणबाट तपाईँले चाहनु भएको अन्तिम परिणामहरू चाहिँ के हुन् खासमा रामारोसन गाउँपालिकामा?
छोटकरीमा अबको 5-6 वर्षपछि यो देशका 7वटा प्रदेश लोकसेवा आयोग, यो देशको सङ्घीय लोकसेवा आयोग, सेना, प्रहरी, शिक्षक सेवा आयोग, रिजल्ट जहाँ जहाँ आउँछ त्यहाँ राणा रोशनको मान्छेको नाम आउनुपर्छ। त्यति हो हामीले चाहेको। अब गाउँपालिकाको विकास केन्द्रित बजेटका विषयमा पनि कुराकानी गरौँ। यो आर्थिक वर्षको फागुन मसान्त सकेर हामी चैत्रको पहिलो सातामा आइपुग्दा रामरसन गाउँपालिकाको पुँजीगत तथा चालुतर्फको बजेटको प्रगतिको अवस्था चाहिँ के छ? यस्तो बजेट खर्च गरिराखेकै छौँ, रोक्ने काम भएको छैन। तर पनि हाम्रो बजेटै घाटा बजेट बनिसकेपछि हामीले जति खर्च गरे पनि यो कम देखिँदो रहेछ। हाम्रो जम्मी अब 53 करोड 90 लाख भनेको 54 करोडको सेरोफेरोमा जो बजेट थियो त्यो मध्ये अहिलेसम्मको हाम्रो चालुतर्फ 16 करोड 73 लाख र पुँजीगततर्फ 1 करोड 76 लाख खर्च भएको छ, जो चाहिँ जम्मा बजेटको समग्रमा 34.31% खर्च भएको छ अहिलेसम्म। पुँजीगत तर्फको बजेट खर्चको अवस्था चाहिँ अहिलेसम्मको स्थिति हेर्दा निराशाजनक जस्तो त देखियो नि। यो 12.2% को सेरोफेरोमा छ। यो निराशाजनकै चाहिँ होइन। जस्तो चालुतर्फ 16 करोड भइहाल्यो। यो अन्तर्गत नियमित के हुन्छ भने हाम्रो स्वास्थ्यकर्मी शिक्षा हाम्रो तलब भत्ताको कुरा भयो, जो नियमित रूपमा जाने नै भयो। हामी अहिले चैत्रमा कुरा गर्दैछौँ, वैशाख जेठ असार समय अवधि थोरै बाँकी छ, त्यो भएर पनि यो चालु एउटा सीमामै छ। अर्को पुँजीगत तर्फका आयोजनाहरू टेन्डर गर्नुपर्ने, ठेक्का गर्नुपर्नेहरूको त अब यो पाइपलाइनमा चाहिँ कोही सम्झौता गरेको स्थिति छ, कोही ठेक्काको लागि तयारी भएको स्थिति छ। त्यो भएर पनि यो खर्च कम देखिएको हो। यो निराशाजनक होइन। जस्तो कार्यान्वयन गर्न मिल्ने हाम्रा जति जति आयोजना हुन् ती सबै कार्यान्वयन हुन्छन्, फ्रिज हुँदैन। यो प्रशासनिक भवनका सन्दर्भमा चाहिँ के भइरहेको छ? रामरसन गाउँपालिकाको प्रशासनिक भवनको विषय बेला बेला उठ्ने, अदालतसम्म पुगेका विषय भावनाले आम चासोको विषय छ। रामरसन गाउँपालिकाको प्रशासकीय भवनको विषयमा एक किसिमले कुरा टुङ्गेर प्रशासकीय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा पालिकाको नाममा प्राप्त भएर त्यस विषयमा यो डिपिआर समेत बनिसकेर हामी चाहिँ टेन्डरको तयारीमा छौँ। हामीले पनि आफ्नो स्रोतबाट पनि उधारै भए पनि 1 करोड त विनियोजन गरेका छौँ। अध्यक्षज्यू अस्ति पनि काठमाडौँ जानुभएको थियो। काठमाडौँ गइसकेपछि अध्यक्षज्यूले हामीले के भनेको थियौँ भने, अध्यक्षज्यू अब हामी टेन्डरका लागि अगाडि बढ्छौँ, माथि जो सङ्घीय मन्त्रालय छ त्यहाँबाट ल तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने खालको रेड सिग्नल प्राप्त गर्नुहोस्, समन्वय कता गर्नुपर्ने हो गर्नुहोस् भनेको छौँ। अध्यक्षज्यूले पनि ठिक छ हामी अगाडि बढ्नुपर्छ, अब त्यो हुन्छ भन्ने खालको कुरा गर्नुभएको छ। त्यसैले त्यो काम पनि यो सम्भवतः यो आर्थिक वर्षभित्र अगाडि बढ्छ। भने प्रशासनिक भवनको टेन्डरका लागि सङ्घीय सरकारको स्वीकृति पर्खिराख्नु भयो तपाईँहरू? स्रोत सुनिश्चितता भएको छैन भनेपछि यो आर्थिक वर्षको असार मसान्तसम्म सम्भवतः प्रशासनिक भवनका लागि टेन्डर भइसक्छ भन्ने कुरामा आशावादी बन्न सकियो। हाम्रो तयारी त्यही छ। यस आर्थिक वर्षमा रामरसन गाउँपालिकामा पुँजीगत तर्फमा देखिने विकासका गतिविधिहरू चाहिँ के हुन्छन्? पुँजीगत तर्फ जो हाम्रो बजेट घाटामा पनि जानुको एउटा कारण भनेको हामीले यो आर्थिक वर्षभित्र सबै वडामा वडा कार्यालयको भवनको सुरुवात भइसक्ने भनेका छौँ। जहाँ जहाँ बाँकी छ त्यहाँ सबैमा वडा कार्यालय भवनको टेन्डर भइसकेका हुन्छ, शिलान्यास भइसकेका हुन्छ। बहुवर्षीय ठेक्का प्रणाली अनुसार आधा बनेको स्थिति हुन्छ, पहिलो कुरो। दोस्रो कुरो हाम्रो जो प्रशासकीय भवनकै कुरो छ त्यो हामीले सुरु गरिसक्छौँ भनेका छौँ। तेस्रो कुरो हाम्रो एउटा स्वास्थ्य चौकी चाप मण्डप भने त्यसको पनि टेन्डर अगाडि बढिसकेका हुन्छ। त्योभन्दा बाहेक अन्य एउटा नयाँ प्रोजेक्ट छ एलएसिसी भन्छ, त्यो अन्तर्गत पनि करिब 1 करोड 90 लाखको सेरोफेरोमा खानेपानीका तथा सरसफाइ आयोजनाहरू, सिँचाइ आयोजनाहरू हुन्छन्, ती पनि अगाडि बढ्छन्। मूलभूत रूपमा हाम्रो पूर्वाधारतर्फका यिनै हुन्। यो रामरसन गाउँपालिकाको विकास निर्माण लगायतका कार्यहरूमा चाहिँ निश्चित पक्षहरूको चाहिँ दबदबा रहने र विकास निर्माण लगायतका कार्यहरूमा चाहिँ पारदर्शिताका न्यूनतम मापदण्डहरू पनि पुरा नगरिकन मनलाग्दो तरिकाबाट काम गर्ने गरेका छन् भन्ने कुरा बेला बेलामा चर्चा हुने गर्छ रामरसन क्षेत्रको विषयमा। यस विषयमा के भन्नुहुन्छ? यस्तो त्यही विषयमा पूर्णतः सहमत हुन सकिने स्थिति त होइन। हाम्रो पालिकाकै हामीले गरेका काम, कारबाही, क्रियाकलाप र गतिविधिकै सम्बन्धमा हतियारमै धेरै मुद्दा वर्षौँदेखि छन्। यदि त्यसो कहीँ कतै हुन्थ्यो भने त परिस्थिति अर्को बनिसक्थ्यो। तर रामरसनमा काम गर्न त्यति सजिलो चाहिँ किन छैन भने कतिपय कुराहरू नउठाइ नपर्ने कुराहरू पनि उठाइन्छ, हल्ला नगरिनुपर्ने कुराहरू पनि हल्लाकै लागि मात्रै हल्ला हुने भएका कारणले पनि त्यसो हुन सक्छ। हामी हाम्रा पूर्वाधार र अन्य कामलाई पनि सकेसम्म बढी पारदर्शी, बढी नियमसङ्गत,
बनाउन खोजिराखेका छौँ र यस पारदर्शिता र नियमितताका विषयमा पनि हामीलाई दायाँ बायाँ हुने छुट छैन। स्पेसली हामी यहाँ आइसकेपछि हामी आफू बाँच्नका लागि पनि त्यो अनियमितता र अपारदर्शितालाई चाहिँ हटाउनै पर्छ। स्थिति यो अहिलेको। तपाईँले आफूले पनि सङ्केत गर्नुभयो अख्तियारमा उजुरी पर्ने क्रमका विषयमा। पछिल्लो समय सुदूरपश्चिम प्रदेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दाखेरि सुदूरपश्चिमको पहाडी जिल्लामा अछामका पालिकाहरूका विषयमा उजुरी पर्दाखेरि चाहिँ अछामका पालिकाहरू पनि उजुरीको नाममा चाहिँ अलिकति अग्रस्थानमै आउँछन्। यो अछामका स्थानीय तहमा वास्तविक रूपमै बेरुजु भइराखेको हो, समस्या अपारदर्शिता भइरहेको हो कि यो मान्छेहरूले आफ्नो रिस साध्नका लागि पनि अख्तियारको सहारा लिने गरे हुन्? यस्तो छ, अहिले यो अख्तियारमा उजुरी जाने कुरा र अन्ततः अदालतबाट दोषी ठहरिने कुरा फरक हो। अहिले त दुःख दिनकै लागि अब कसलाई उजुरी गर्न सजिलो छ, फोनबाट गरे भयो, इमेलबाट गरे भयो, मेसेजबाट गरे भयो, त्यहीँ जान पर्दैन, नाम लेख्न पर्दैन। मान्छेलाई यो पछिल्लो समय कतिपय अवस्थामा त मान्छेलाई अब चित्त दुखाइको विषय हुन्छ, उसलाई अन्याय भएको महसुस भएपछि गर्ने कुरा र पहिलो कुरो, गलत भइराखेको छ भन्ने थाहा भएपछि गर्ने कुरो र दोस्रो कुरो। त्यो बाहेक अन्य सवालमा पनि यो जस्तो हाम्रो पछिल्लो समय नेपाल सरकारले पारदर्शिता प्रवर्धन गर्न गरिरहेछ। हाम्रा लेखा परीक्षणका रिपोर्टहरू वेबसाइटमा हेर्न मिल्छ। त्यहाँ हेऱ्यो भनेपछि त्यहाँ हामीले गरेका हाम्रा ढङ्ग नपुगेका कुराहरू, अलिकति प्रक्रियागत त्रुटिका विषयहरू बेरुजुको रूपमा त्यहाँ औल्याइदिन्छ। बेरुजु भनेको भ्रष्टाचारी चाहिँ होइन, फेरि सैद्धान्तिक बेरुजु पनि सैद्धान्तिक हुन्छ, नियमित गर्नुपर्ने हुन्छ हो। त्यो त्यहाँ देखिँदा ती सबै उठाएर एकैमा 20औं 22औं पटक ती मुद्दा जाने कुरो पनि हुन्छ। एक अर्को कुरो त पर्सनल्ली सबै मान्छे सबैलाई मन पनि पर्दैन, मन नपर्ने भइसकेपछि उसका पालामा भएका सुरुदेखि जहाँ जहाँ जोडिया छ ती सबै एकमुष्टि हाल्ने चलन पनि हुन्छ। यो खालको विकृति पनि छ। सुशासनको पहिलो कडी जस्तो सूचना हो भन्छन् नि। अछामको पालिकाहरूको हकमा चाहिँ 10वटा पालिकामा चाहिँ कार्यपालिका बैठकका निर्णयहरू आम नागरिकले सहज रूपमा पाउँदै नपाउने जस्तो वेबसाइटहरू बनाइएका छन्। वेबसाइटमा जनप्रतिनिधि कर्मचारीका तस्बिरहरू र केही वार्षिक बजेटका कार्यक्रम बाहेक अरू अपलोड गरिएको पाइँदैन। यो कार्यपालिकाका बैठकहरू आम नागरिकले चाहिँ यो वेबसाइटबाट नपाउनु पर्ने कारण चाहिँ खास के छ? किन कठिनाइ भइराखेको हो? यो रामर्सनको हकमा चाहिँ के छ? हामीले पनि त्यो काम सुरु गरे स्थिति चाहिँ छैन अहिलेसम्म। तपाईँले जो कुरो उठाउनु भयो यो असाध्यै ठिक कुरो, पब्लिस गर्नुपर्छ। सरकारले गरेका कामका विषय नेपाल सरकारले त गर्छ भने अन्य स्थानीय तहले नगर्नुपर्ने कुनै कारणै छैन। जस्तो नेपाल सरकारले गरेका निर्णयहरू बढी गोप्य होला नि त, राष्ट्रिय सुरक्षासँग अन्यसँग उसले गरिरहेको हुन्छ भने हामीले नगर्नुपर्ने कुरा त्यो हुँदैन। हामी त्यो बाटोमा जानपर्छ सोचिरहेको छौँ। भनेपछि आगामी दिनमा रामर्सन गाउँपालिकाका कार्यपालिकाका बैठकका निर्णयहरू आम नागरिकले वेबसाइटबाट पाउनेतर्फ उन्मुख हुनुहुन्छ? एकदम पाउनुपर्छ, ढिलो चाँडो जानैपर्छ, हामी जान्छौँ। अब रामरोशन गाउँपालिका आफैमा पर्यटकीय क्षेत्र 12 बण्ड 18 खण्डका नामले परिचित रामरोशनको नामबाट नामाकरण गरेर स्थापना भयो। तर रामरोशन गाउँपालिकामा सङ्घीयता कार्यान्वयन भइसकेपछि दुईवटा सरकार बने गाउँपालिका। अब यो दोस्रो गाउँसभाको जनप्रतिनिधिको कार्यकाल पनि लगभग 3 वर्ष पुरा हुनै थाल्यो। यो 8 वर्षको पिरियडमा रामरोशनमा स्वायत्तता सहितको गाउँपालिका सरकार बनिसक्दा समेत रामरोशन क्षेत्रको पर्यटन विकासमा जुन नजर चाहिँ पर्नु पर्थ्यो राज्यको अथवा गाउँपालिकाले सक्नेमा गाउँपालिकाले अरू तहबाट ल्याउनु पर्ने बजेट कार्यान्वयन विभिन्न कार्यक्रमहरू ल्याउनमा चाहिँ अपेक्षाकृत रूपमा नसकिएको हो कि भन्ने प्रश्न छ नि। यो प्रश्न असाध्यै ठिक उठाउनु भएको तपाईँ। यो रामरोशन तपाईँले पनि देख्नु भएको छ, मैले पनि देखेको छु। यो रामरोशनलाई राज्यले जुन रूपमा महत्त्व दिन पर्थ्यो त्यो दिन सकेको स्थिति छैन। पछिल्लो चरणको जो नेपालका उत्कृष्ट सहयोग अन्तर्गत पनि हामी परेका छैनौँ। डोटीको शैलेश्वरी परेको छ। अब शैलेश्वरी पर्ने, रामरोशन नपर्ने भनेपछि त अब यो यसमा अब हामी कर्मचारी अब पालिकाकै भन्दा पनि एउटा हाम्रो नेतृत्व गरेर जो प्रदेशसम्म जानुभएको छ, जो सङ्घसम्म जानुभएको छ, उहाँको पनि ध्यान नपुग्या हो रामरोशनलाई। एक त हामी पहिल्यैदेखि पछाडि परिहाल्यौँ। अहिलेसम्म त यो रामरोशनकै कारणले सारा अछामको विकास हुनुपर्ने स्थिति हो। तर रामरोशन बिचरा आफै पछाडि छ, अहिलेसम्म पनि धेरैले नाम सुनेको छैन। र हाम्रो पहलले पालिका जो सरकार त देखिन्छ देख्दा स्थानीय तह त्यत्रो ठुलो स्रोत साधन पनि हुँदैन। हामीले सकेको गरिराखेका छौँ। त्यहाँ ढुङ्गा सञ्चालनदेखि त्यहाँ आवश्यक त्यो घर बनाउनेदेखि गरेकै छौँ। योजनाहरू
माथितिर पठाउँदा पनि पठाउँछौँ। र अहिले विशेष गरेर प्रदेश सरकारद्वारा एउटा त्यो रामरोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति जो गठन भएको छ त्यो पनि कार्यकाल सकिएको महिनौ भइसक्यो या के छ त्यो पूर्णता पाउन सकेका छैन। त्यो छ अर्को नेपाल सरकारले अघिल्लो वर्ष त्यही 1 वर्ष अगाडि नेपाल सरकारबाट 10 लाख हामीलाई 10 करोडौँ चाहिने हो 10 लाख चाहिँ सुनिश्चितता भएको पर्यो नेपाल सरकारबाट सङ्घीय सरकारबाट हामीले कार्यान्वयन गरेका थियौँ। खासमा यो रामरोशनको मात्रै मलाई त फिल भएको कुरो हाम्रो अछाम जो छ यहाँ हामीलाई बोक्ने हाम्रो नेतृत्वै छैन क्या अहिलेसम्म। यो त्यो भएको भए अछामको विकासको आधार रामरोशन हुन्थ्यो। जस्तो तपाईँ रारा जाने भएको छ होला अन्य ठाउँ जाने भएको छ होला अन्य ठाउँका खालहरू ताल बनेर फेमस हुने यहाँका प्राकृतिक तालहरू खाल नै गुम्नाम हुने। रामरोशन पर्यटकीय क्षेत्रका जति पनि सम्भावनाहरू छन् नि ती सम्भावनाहरूलाई उजागर गर्नका लागि एउटा स्थानीय सरकारको तर्फबाट प्रदेश सरकारबाट ल्याउनु पर्ने बजेट अथवा सङ्घीय सरकारबाट ल्याउनु पर्ने बजेट त्यहाँ गर्नुपर्ने मागहरू त्यो गर्नुमा अथवा आफ्नो दायित्व पुरा गर्नमा हाम्रो गाउँपालिका सरकार चुकेको हो। कस्तो प्रश्न गरिहाल्नुभयो। मलाई त गाउँपालिका बिचरा चुकिएको छ जस्तो लाग्दैन। अब एउटा हाम्रा आउने विशेष अनुदानका सम्पूरक अनुदानका कुराहरू एक भए त्यो पनि यसपटक मागेका छौँ। अलिक फरक ढङ्गले के हुन्छ हेरौँ। रूपान्तरण अभियानसँग जोडेर मागेका छौँ हामीले माग्न त। नेपाल सरकारले अनि प्रदेश सरकारले जो आफ्नो बजेटिङ गर्ने तरिका छ यसलाई आवश्यकतामा आधारित नबनाएर अहिले जसरी भइरहेछ त्यसरी हुने हो भने जबसम्म कोही ठुलै हाम्रो मान्छे गएपछि मात्रै हुने हो क्या। त बजेटकै लगत्तै पछि बहस हुन्छ तपाईँले पनि सुन्नुभएको होला 2 जिल्लामा कति % बजेट भन्ने हुन्छ। त्यसो हुँदासम्म त जबसम्म हाम्रो जिल्लाको त्यो भाले जन्मेन तबसम्म त्यसै हुन्छ। अब रामरोशन पर्यटन क्षेत्रका विषयमा अरू कुरा पनि जोड्यौँ। अब यहाँनिर सडकको विषयलाई पनि जोडौँ। पछिल्लो समय टेन्डर भएर कार्यान्वयनमा रहेका सडकहरू पनि काम ठप्प भएको अवस्था छ। यो विषयमा गाउँपालिकाको पूर्वाधार विकास कार्यालय साफे बगर बिचमा हुनुपर्ने यो सडक निर्माणका लागिको जो सहकार्य छ नि त्यसको अवस्था चाहिँ के छ? यो सहकार्य धेरै पहिलेको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ भएकै बेला त्यो बेलाकै आर्थिक योजना तथा अर्थमन्त्री हाम्रो झपट बोरा अर्को भौतिक पूर्वाधार मन्त्री पनि बोराइ हुनुहुन्थ्यो। उहाँ लगायत यहाँको स्थानीय लगायत पनि बसाइ भएको थियो। विशेष गरेर 2077 सालको बाढी आइसकेपछि परिस्थिति सिर्जना भयो। त्यो बेला पनि व्यापक प्रतिबद्धताहरू आए। त्यसपछि पनि हाम्रो अध्यक्षज्यूले अहिलेको अध्यक्षज्यूले पनि निरन्तर फलोअप गरिराख्नु भएकै छ। यसले हामीलाई धेरै पछाडि पार्यो क्या त्यो बाढीले। हाम्रो बजार र हाम्रा 17 जना मान्छे मात्रै गएनन् कि हामी पनि वर्षौँ पछाडि गयौँ। अब यो यदि त्यो ठेका पुरा गर्न नसक्ने स्थिति हो भने त्यो पनि रद्द गर्नु पर्यो गरेर नयाँ सिराबाट अगाडि बढ्नु पर्छ। होइन भने निर्णय त दिनुपर्ने निर्णय दिन पर्थ्यो। या हाम्रो यो सहज पहुँचको अधिकार जो छ यो रामरोशनका मान्छेको सडक सङ्घको धेरै लामो समय भइहाल्यो। हामीले त्योबाट वञ्चित गरेको एक किसिमको अन्याय नै हो। निकास हुनु पर्यो कि यही हो भने जति % भ्यारिएसन गर्ने हो त्यो प्रदेश सरकारले गरिउने हो कि प्रदेश गर्नु कसले हो त्यो गरेर भयो भने निकास दिन पर्यो। नभएपछि क्यान्सलको बाटोमा गएर भयो भने अब त्यसपछि त अर्को मनलाई नि त। यसका लागि झकझक्याउनु पर्ने निकायहरूलाई झकझक्याउन सक्ने नेतृत्व अथवा यहाँका राजनीतिक दलका अगुवा अनि सरकारवालाहरूको चेत खुलेन त भन्न सक्यो नि त यो सडकका ढिलाइका विषयमा। चेत कसको खुलेन भन्ने हो। मुख्यमन्त्रीज्यूको घर हाम्रो रामरोशन 5 हो। अध्यक्षज्यू र उहाँसँगको सम्बन्ध र संवाद पनि राम्रै हुन्छ। त्यति बेला मन्त्रीज्यूहरू आएरै त्यसपछि सचिवज्यूहरू समेत आएर भएकै हो कुरो कहाँ अड्किया हो के भएको बुझि नसकिनेकै स्थिति छ। अब अन्तिममा रेडियो बानी गरी सुनेर बस्नुभएका आम श्रोता र यो युट्युबमा हेरिराख्नुभएका हाम्रा दर्शकलाई चाहिँ के भन्न चाहनुहुन्छ? अन्य विकास निर्माणका सन्दर्भमा त मलाई भन्नु केही पनि छैन। र विशेष गरी हामी जो अभियानकै रूपमा अगाडि बढिरहेछौँ शिक्षाका सन्दर्भमा हाम्रो शिक्षा गुणस्तरीय भएन भने अहिले शिक्षामा भएको अहिलेको लथालिङ्गता अन्त्य भएन भने अन्य हाम्रा रोडहरू अन्य भवनहरू जे भन्छन् ती बकवास भन्छन् बेकार भन्छन्। मुख्य कुरा जनशक्ति निर्माणको सवाल हो।
अहिले नेपाल सरकारले बनाउला भनेर बस्ने हो भने नेपाललाई त 753वटा टुक्रामा बाँडेको छ। सबभन्दा नजिकका सरकार भने यो स्थानीय तह नै हुन्। तिनीहरूले आफ्नो तहबाट स्टेक होल्डरहरूले जिम्मेवार बनाउने र अहिलेकै पनि उपलब्ध स्रोत साधनबाट बेटर रिजल्ट दिनका लागि एकदम जिम्मेवार र कटिबद्ध भएर लाग्ने हो भने शिक्षाको स्थिति अहिलेकै जस्तो हुँदैन। त्यसमा पनि विशेष गरेर अछाम जिल्लाका हामी जस्ता पालिकाका स्थानीय सरकारहरू बढी जिम्मेवार हुनुपर्छ। जस्तो हामी लोकसेवाका रिजल्ट देखिरहेका हुन्छौँ, त्यहाँ हाम्रा त नामै हुँदैन नि त। हो त्यो नाम आउने अरू धेरै गर्न त नसकेला, त्यो नाम आउने बनाउन त सकिँदैन केही वर्षपछि। हो त्यसका लागि आजदेखि खट्नुपर्छ, राम्रा कामको अनुसरण गर्नुपर्छ, विरोध गर्नमा विरोध गर्न हुन्न, ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने संस्कृतिको विकास गर्नुपर्छ। यही भन्न चाहन्छु। व्यस्तताका बावजुद हामीलाई अमूल्य समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर। हस्, धन्यवाद।